सबैजनालाई जय मसीह। नमस्कार, तपाईँहरूको प्यारो भाइ डेभिड खालको आज फेरि पनि परमेश्वरले यो सुन्दर समय दिनुभएको छ वचन बोल्नको लागि। आज बिहानै जब मैले बाइबल स्टडी गर्दाखेरि एउटा पदले मेरो हृदयलाई छुयो, जुन चाहिँ पद भजन सङ्ग्रह 94 अध्यायको 14 पदमा यहाँ यसरी लेखेको छ, किनकि परमप्रभुले आफ्नो प्रजालाई फ्याक्नुहुन्न, उहाँले आफ्नो निज उत्तराधिकारका मानिसहरूलाई त्याग्नु हुने छैन। यहाँ भन्ने दुईटा शब्दमा मैले मनन गरेँ, फ्याक्नुहुन्न र त्याग्नु हुने छैन। साँच्चै परमेश्वर तपाईँ अनि हामीलाई प्रेम गर्नुहुन्छ पहिलो कुरा त है। अनि जब उहाँले हामीलाई प्रेम गर्नुहुन्छ भने त्यो निश्चय हो कि उहाँले हामीलाई फ्याक्नुहुन्न, उहाँले हामीलाई त्याग्नुहुन्न। आज मान्छेहरूले कतिचोटि तपाईँ अनि हामीलाई युज गर्ला, अनि जब युज हाम्रो काम सकेपछि है, उनीहरूले जब हाम्रोबाट काम निकालिसकेपछि चाहिँ हामीलाई केही न केहीको भनेर त्यतिकै फाल्देला। मेरो पनि जीवनमा त्यस्तो थुप्रै घटनाहरू घटेको छ है, घटेको थियो, अहिले पनि घट्छ। तर म एउटा कुरामा धन्यवाद दिन्छु प्रभुलाई कि भले संसारले हामीलाई फ्याँके तापनि त्यागे तापनि परमेश्वरले चाहिँ तपाईँ हामीलाई कहिले पनि त्याग्नुहुन्न। मलाई एउटा कहानी याद आउँछ, जुन मैले VPTMमा 2015मा त्यहाँ जब ट्रेनिङ गर्न जाँदाखेरि मैले त्यहाँ सुनेको थिएँ आदरणीय पास्टर बा, हाम्रो गुरुबा रेभरेन्ड डाक्टर भिक्टर मोक्तान अङ्कलबाट, ज्यूबाट। उहाँले भन्दै हुन्थ्यो कि एकजना मालिकले चाहिँ गधा बुढो, उसको एउटा गधा थियो जुन चाहिँ एकदमै बुढो भएर अब काम नलाग्ने भएको थियो। अनि उसले चाहिँ के गर्यो भन्दाखेरि त्यो गधालाई चाहिँ हैबाट छुटकारा पाउन चाहन्थ्यो। अनि एक दिन त्यो गधा चाहिँ कसो गर्दाखेरि चाहिँ त्यो जहाँ चाहिँ फोहोरहरू फाल्छ त्यो खाल्डोमा चाहिँ ऊ चाहिँ लडेछ। अनि उसको मालिक खोज्दै आउँदाखेरि हेर्दाखेरि त गधा त खाल्डोमा परेछ। उसले चाहिँ के गर्यो भन्दा उसलाई निकाल्न छोडेर उसले लज्जा त यहीँ मर भनेर छोडिदिएर गएछ है। अनि अब गधालाई चाहिँ के छ भन्दाखेरि जिउने अझै आशा छ। उसले भन्छ मैले त अझै केही न, जति दिनसम्म म यहाँ संसारमा रहन्छु म त बाँच्नै पर्छ भनेर उसलाई एउटा आशा चाहिँ थियो है। अनि अब कसरी त्यो खाल्डोदेखि माथि जाने त उसले मनमा सोच्न थाल्यो। अनि सोच्दै जाँदाखेरि चाहिँ एकजना मान्छे आएर चाहिँ के गर्यो भन्दाखेरि यति फोहोर उसको जिउमाथि फालिदियो है। अनि त्यो फालिदिएपछि चाहिँ उसले चाहिँ जिउलाई चाहिँ यस्तो झारेपछि चाहिँ, यस्तो हलाएपछि चाहिँ त्यो फोहोर चाहिँ तल झऱ्यो। अनि त्यो फोहोरलाई तल झरेपछि चाहिँ उसले आफ्नो खुट्टा टेक्दाखेरि चाहिँ उसलाई के अनुभव भन्दाखेरि म चाहिँ अलिकति माथि आए जस्तो उसलाई त्यो अनुभव भयो है। अनि उसले चाहिँ सोच्यो मैले चाहिँ अब यसरी नै के गर्नुपर्छ, माथि चढ्नुपर्छ। अनि उसले डेली त्यस्तै गर्यो, कति दिन भोकै प्यासै रह्यो। तर उसलाई चाहिँ एउटा जिउने आशा थियो है, म जिउँछु भनेर। बाइबलले भन्छ जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ। यदि तपाईँको जिब्रोमा है जिउने आशा छ, तपाईँले कन्फेसन गर्नुहुन्छ भने अवश्य हुन्छ। अनि उसले त्यही है एउटा आशा एउटा लिएको थियो। अनि मान्छेहरूले त्यहाँ फोहोर फाल्दै गयो है, उसले यस्तो टकटकाउँदै गयो, जिउ झार्दै गयो। त्यो फोहोरमाथि टेक्दै एक दिन त्यो गधा चाहिँ त्यो खाडलबाट चाहिँ के गयो, बाहिर निस्क्यो। यो कहानी जब उहाँले भन्नु गर्दाखेरि मैले एउटा के सिकेँ भन्दाखेरि भले मान्छेले हामीलाई फ्याँके तापनि जे गरे तापनि है, यदि तपाईँ अनि हामी चाहिँ परमेश्वरलाई प्रेम गर्छौँ अनि उहाँको प्रेममा हामी लिप्त रहन्छौँ भने साँच्चै हामीलाई पनि त्यस्तो परिस्थिति आउला, फ्याँक्देला। हामी पनि, या त हामी आफै पनि पढ्न सक्छौँ। अनि मान्छेले हामीलाई धेरै कसिङ्गर रूपी फोहोरहरू गालीहरू देला, तर त्यो सबैलाई हामी पनि झार्दै अगाडि बढ्यौँ भने अवश्य नै हामी पनि परमेश्वरले राख्नुभएको त्यो उद्देश्यमा पुग्न सक्छौँ। त्यसैले गर्दा कहिले पनि निराश नहुनुहोस्। मलाई मान्छेले फ्याल्यो भनेर मान्छेले फाल्ला, तर परमेश्वरले तपाईँलाई कहिले फ्याल्नु हुने छैन। यो भिडियोलाई ज्यादा से ज्यादा सेयर गर्नुहोस्। जय मसीह।